हेलो साथीहरू, आज मैले म्यागी र अन्डाको भिडियो लिएर आएकी छु र यो चाहिँ मैले बनाएँ अन्डा र म्यागी र अब चाहिँ खान्छु फटाफट। मलाई साह्रै भोक लागिरहेछ, सो खाएँ ल। साथीहरू, म चाहिँ फटाफट खाँदै थिएँ र खाँदै गर्दा चाहिँ मेरो दिमागमा यस्तो कुरा आयो कि साथीहरू, यो जिन्दगीमा नि यो खान्छु, म यस्तो बनाएर खान्छु, म उस्तो बनाएर खान्छु भन्ने यो सोच हुन्छ नि। भोलि म म्यागी खान्छु, भोलि यस्तो खान्छु, मोमो खान्छु भन्ने यो सोच दिमागमा जुन चल्छ नि, त्यो चाहिँ कहिले खत्तम नहुँदो रहेछ कि आज म यो खान्छु, भोलि म यो खान्छु भनेर चाहिँ दिमागमा चाहिँ चलिरहँदो रहेछ है साथीहरू। र हजुरहरूको दिमागमा चाहिँ के चल्छ त? यस्तै चल्छ कि चल्दैन कि भोलि म मोमो बनाएर खान्छु, पर्सि म म्यागी खान्छु, पर्सि करेन्ट खान्छु, यस्तो टाइपको कुराहरू चाहिँ हजुरहरूको मनमा मस्तिष्कमा चाहिँ चल्छ चल्दैन साथीहरू? आज मिठो भएछ है। म चाहिँ लास्टै भोक पनि लागिरहेको थियो अनि म चाहिँ खाइरहेकी छु। साथीहरू खाने भइहाल्नुहोस् ल। तर यी साथीहरू, म जिन्दगीमा नि एउटा यो सङ्घर्ष गर्नुपर्ने, मेहनत गर्नुपर्ने भनेको चाहिँ यो खानाको लागि र खाना लाउनको लागि नै हो नि त, होइन साथीहरू? त्यही भएर खाना चाहिँ लोभ नगरौँ साथीहरू। भोलिको दिन चाहिँ कसैले देखेको हुँदैन र अब आज खानु मन लागिरहेको छ भने खाइहाल्नुहोस्। भोलि रहन्छ रहिँदैन भोलि के थाहा, मानिसको चोला दुई दिने झोला भने जस्तो भोलि के हुन्छ कसैलाई पनि थाहा छैन। त्यही भएर खानु मन लागेको चिज खाइहाल्नुपर्छ र त्यही खानकै लागि हो, मेहनत पनि गर्ने हो। म चाहिँ कि कहिलेकाहीँ यस्तो मेरो दिमागमा चाहिँ आउँछ होइन, अब मलाई चाहिँ खानु मन लागिरहेको हुन्छ र अब म चाहिँ खाँदिनँ। अब आज म खाँदिनँ, यो पैसा चाहिँ बरु म बचाउँछु, बचाएर म भोलिको लागि राख्छु भनेर सोच्छु। फेरि मेरो दिमागमा के आउँछ भने नि, आज मैले नखाएर राख्छु, भोलिको दिन त कसैले देखेको हुँदैन, भोलि के हुन्छ, बाँचिन्छ मरिन्छ कसैलाई के थाहा हुन्छ र त्यही भएर खानु मन लागेको चिज चाहिँ खाइहाल्नुपर्छ। अनि आज खानु मन लागेको चिज खाइहाल्यो भने भोलि मरे पनि ढुक्क हुन्छ नि त, स्वर्गमा जाँदा पनि आफूले खानु मन गरेको चिज त खाएर अनि मरेको हुन्छ, आनन्द हुन्छ जस्तो लाग्छ कि साथीहरू। सो म चाहिँ अब खाइसक्न लाग्यो। अनि साथीहरू, हजुरलाई मेरो भिडियो चाहिँ कस्तो लाग्छ, राम्रो लाग्छ नराम्रो लाग्छ, केही प्रतिक्रियाहरू दिनुहोस्। अनि मनपर्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब पनि गरिदिनुहोस् साथीहरू, सपोर्ट गर्नुहोस् है। किनभने नि एकअर्का बिचको सहयोग सपोर्ट भनेको चाहिँ एकदमै जरुरी हुन्छ कि जिन्दगीमा। सो मलाई पनि सपोर्ट गरिदिनुहोस्। अनि साथीहरू, म हजुरलाई पनि सपोर्ट गर्नेछु र मेरो बाई बाई साथीहरू, फेरि भेटौँला।